नमस्कार, स्वागत छ हजुरहरूलाई यस डिबिआर ब्लग्समा। सो आज तपाईँहरू देखिराख्नुभएको यो काठमाडौँ गङ्गोबु नयाँ बस पार्क। फाइनली आज बस पार्कमा घुम्दैछु, तपाईँहरू देख्न सक्नुहुन्छ। यतापट्टि देख्न सक्नुहुन्छ यात्रु प्रतीक्षालय वेटिङ रुम। दामी दामी पार्किङहरू, मान्छेको आवाजात होइन। सबैलाई सफा र राम्रो चाहिन्छ, तर पनि मान्छेहरू सफा गर्न त सकेन। फोहोर पनि नगरे नि हुन्थ्यो नि, फोहोर गरेर छोड्छ। यो हेर्नुहोस्, ठिक छ हालत। यो मान्छे कहिले सुध्रिने? हेर्नुहोस् न साथीहरू, यो कुन बस कता जाने हो होइन। कोही कता घुमेछ, कोही कता घुमेछ, कुन बस कताबाट निस्किन्छ चारैतिर हेर्नुहोस् न यहाँ। ओ माई गड, कुन गाडी कता जाने हो? यो साइडमा भने तपाईँहरू पसल दोकान देख्न सक्नुहुन्छ होइन। घर जाने बेला बच्चाहरूलाई बिस्कुट, चकलेट, गुटपाक, कपडा, चिप्स, पुष्टकारी, गुटपाकहरू किनेर लानको लागि यो साइडमा भने तपाईँहरू पसल देख्न सक्नुहुन्छ। पुरै राउनै पसल देख्न सक्नुहुन्छ तपाईँहरूले। सबै चकलेटको, पुष्टकारी, गुटपाक, चकलेट, चिप्सहरूको दोकान रहेछ होइन। यहाँ भने तपाईँहरू देख्न सक्नुहुन्छ होइन, विभिन्न ठाउँको काउन्टर रहेको छ। नेपालगञ्ज, धनगढी होइन, यहाँ चाहिँ प्युटान, नेपालगञ्ज, स्याङ्जा सबै ठाउँको टिकट काउन्टर देख्न सक्नुहुन्छ। मान्छेहरूको आउने जाने होइन, कोही आएको छ, कोही गएको छ, आउने जाने क्रम चाहिँ यहाँ भइराखेकै हुँदो रहेछ होइन। तपाईँहरू देख्न सक्नुहुन्छ मान्छेहरू कति वेटिङमा है। हेर्नुहोस् त, कोही घर छोडेर विदेश जाँदै, कोही विदेशबाट घर आउँदै। ओ माई गड, हेर्नुहोस् लाउरीहरू, कोही यता जाँदै, कोही उता जाँदै, कोही विदेश जाँदै, कोही घर जाँदै। देख्नु वाउ, यो साइड भने तपाईँहरू देख्न सक्नुहुन्छ सुन्दर सानो पार्किङ रहेछ होइन, बगैँचा दामी छ। यो साइड भने दामी फुलहरू सजाएर, गमलामा सजाएर राखिएको रहेछ होइन। यतापट्टि सानो पार्क, यसको उतापट्टि नै सानो पार्क। यहाँ भने अलिकति रमाइलो र राम्रो सुन्दर रहेछ। साथीहरू फाइनली बस पार्क घुम्ने। अब भने पानी पर्ला जस्तो छ होइन। अब आफ्नो वासस्थानतिर लाग्नुपर्छ बेलामै। ल है त साथीहरू, फाइनली बस पार्क घुमेर नि भ्याइयो। पानी आउला जस्तो नि छ। अब भने आफ्नो वासस्थानतिर लाग्नुपर्छ।
ल है त साथीहरू, आजलाई यति नै। फेरि अर्को भिडियोमा भेटौँला। भन्दै आजलाई छुट्यौँ। हस्त, टाटा, बाई बाई।